ग्राहक सेवा आयोगलाई माविमा है त माध्यमिक तहमा 2080 सालमा सोधेको प्रश्न हेरौँ है त। यो प्रश्नमा के भनेको छ भन्दा एक फलफुल विक्रेताले आफूसँग भएको स्याउको 40% बिक्री गर्दा उसँग जति थियो त्यसको 40% बिक्री गर्दा 540 स्याउ बाँकी रहे भनेको। 540 कति त बाँकी रहे। अब हेर्नुहोस् टोटल यो पर्सेन्टेज आउने भन्ने बित्तिकै तपाईँले के बुझ्नु पर्यो भन्दा टोटल भनेको सधैँ जतिसुकै जे होस् भनेको उसँग सुरुमा भनेको पनि 100% नै हो या टोटल भने पनि 100% नै हुन्छ है त। टोटल उसँग कति त 100% स्याउ थिए है त। उसले के गर्यो त त्यति मध्ये 100% मध्ये के त 40% बिक्री गर्यो भनेको 100 बाट के गर्यो त 40% त बिक्री गर्यो। उसँग रह्यो कति त हेर त टोटलबाट 40% बिक्री गर्यो बाँकी रह्यो कति त 60% होला। अब फेरि हेर्नु है प्रश्नले के भनेको छ भन्दा प्रश्नले के भन्यो भन्दा उसले 40% बिक्री गर्दा 540 स्याउ के त बाँकी रह्यो। प्रतिशतमा बाँकी रह्यो भने के हो त प्रश्न अनुसार हेर्नु है प्रतिशतमा बाँकी भने कति हो त टोटल 100 थियो 100 बाट 40 बिक्री भइसक्यो बाँकी रह्यो कति 60 थियो है प्रतिशतमा 60 र संख्यामा प्रश्नले कति भन्दा त 540 भनेको छ। अब हामीलाई प्रश्नले के सोधेको छ हेर्नु त बाँकी रह्यो भने उसँग जम्मा सुरुमा जम्मा कति स्याउ थियो सुरुमा भने जति के हो भन्दा उसँग सुरुमा भएको भनेको त्यो जतिसुकै होस् संख्यामा जतिसुकै होस् तर प्रतिशतमा भनेको 100% हो। अब यो 60% बराबर 540 छ भने हामी 1% को निकाल्दियौँ 1% मा निकाल्यो त हामी 100% सजिलैसँग निकाल्छौँ। यो 0 कट्यो यो 6 1 जा भयो 6 कति जा 6 9 जा 54 भनेको 1% बराबर 9 हो भने मैले हामी त जम्मा सुरुमा कति सोधेको छ सुरुमा भने त 100% हो। मैले यतापट्टि 100 ले मल्टिप्लाई गरिदियो भने यो साइडपट्टि पनि 100 ले मल्टिप्लाई गर्नु पर्यो। देयरफोर 100% बराबर कति भयो त भन्दा 900। उसँग सुरुमा कति रहेछन् त 900 चाहिँ स्याउ रहेछन् भन्ने कुरा तपाईँहरूले बुझ्नुभयो होला है त। अप्सन बी चाहिँ यसको एन्सर थियो है।